नेपालको बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी डङ्गापाल गाउँपालिका नजिक आज बिहान 7 बजेर 3 मिनेट जाँदा 4.1 म्याग्निट्युडको भूकम्प गएको छ। ज्वालामुखी खोजले यसको वेबसाइटमा रिपोर्ट गरे अनुसार भूकम्प 27,989 अक्षांश र 85,671 देशान्तरमा सतहको 10.0 किलोमिटरको धेरै उत्तलो गहिराईमा अवस्थित थियो। भूकम्पको सही परिमाण, केन्द्रबिन्दु र गहिराई केही घण्टा वा मिनेटभित्र भूकम्पविदहरूले तथ्याङ्कको समीक्षा गरेर गणनाहरू परिमार्जन गर्ने वा अन्य निकायहरूले आफ्नो रिपोर्ट जारी गरेपछि परिमार्जन गर्न सकिन्छ। भूकम्पको केन्द्रबिन्दु नजिकैका सहर वा सहरहरूमा चौतारा, सागा, चोकगढी, सिन्धुपाल्चोक जिल्ला। भूकम्प केन्द्रबाट 24 किलोमिटर वा करिब 14.9 माइल टाढा रहेको बागमती क्षेत्र। बुढानीलकण्ठ, काठमाडौँ जिल्ला। 40 किलोमिटर वा करिब 24.8 माइल टाढा रहेको बागमती क्षेत्र। काठमाडौँ महानगरपालिका, काठमाडौँ महानगरपालिका 46 किलोमिटर वा करिब 28.5 माइल टाढा रहेको क्षेत्र। ललितपुर, ललितपुर जिल्ला। बागमती क्षेत्र 49 किलोमिटर वा करिब 30.4 माइल टाढा अवस्थित छ। सम्भावित प्रकम्पहरू आउन सक्ने सम्भावित प्रकम्पहरूका लागि सतर्क रहन सिफारिस गरिएको कार्यक्रम हो। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्। यस भूकम्पले त्यहाँका हाम्रा दाजुभाइ तथा दिदी बहिनीहरूमा ठूलो प्रभाव नपरोस् र फेरि भूकम्प नआओस् भनी प्रार्थना गरौँ। आमेन।